सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। राधे राधे सबैलाई। सो गाइज अहिले चाहिँ दिउँसोको 1 बजिसक्यो होइन। अनि मैले चाहिँ अहिले चाहिँ भ्लग स्टार्ट गर्दैछु। टक्कै यहाँ तल आएको होइन। अनि हाम्रो यता चाहिँ कोही बेब होज हुन लाग्यो या समथिङ। सो हामी यता चाहिँ म चाहिँ खास गरेर अहिले चाहिँ मन्दिरमा जमारा कत्रो भइसकेको छ हेर्न आइरहेको छु होइन। अलिकति यस्तो गरम। सो गाइज हेर्न सक्नुहुन्छ अहिलेसम्म यस्तै छ होइन। उयो मैले त खोल्न हुन्छ कि नाइ थाहा छैन यार। सो गाइज अहिले चाहिँ उम्रिसकेर हिँड्छ होइन। उम्रिन्छ बिस्तारै बिस्तारै, केही छैन। अनि मैले के अरे भिडियो एडिट गर्नु छ होइन। अनि हिजोको त्यो च्यालेन्ज भिडियो एडिट गर्नु छ। म यस्तो एक्साइटेड भइरहेको छु त्यो भिडियो एडिट गर्नलाई चाहिँ होइन। सो गाइज अहिले चाहिँ म यहाँ च्यालेन्ज भिडियो एडिट गर्दैछु होइन। यहाँ हेर्न अनि यस्तो एक्साइटेड छु म एडिट गर्नलाई होइन। क्वालिटी पनि छ होइन। अनि च्यालेन्ज भिडियो मलाई आफैलाई पनि कस्तो रमाइलो पनि लागिरहेको होइन। पुरै यहाँ हेर्नु यो म एडिट गर्दैछु अहिले चाहिँ होइन। एकदम एक्साइटेड भइरहेको छु होइन। त्यही हेर्दै गर्नु है त ल। सो गाइज अहिले चाहिँ मैले भिडियो एडिट गरेर आइसकेँ। अनि मैले अहिलेसम्म मेरो भिडियोहरू हेरे अनुसार होइन, युट्युबमा त्यो सबै हेरे अनुसार चाहिँ अहिलेसम्मको चाहिँ सबसेभन्दा बेस्ट भिडियो चाहिँ यही हो भन्ने मेरो मान्यता छ। र यही नै हुन्छ जस्तो पनि लाग्छ मलाई चाहिँ होइन। एकदम राम्रो छ भिडियो चाहिँ होइन। त्यही हो। अब अहिले चाहिँ भिडियो एडिटिङ गरेर पनि भ्याइसकेँ होइन। टक्क जाम। अनि यहाँ हेर्नु सक्छ लास्टै नै गर्मी छ, एकदम बवाल गर्मी छ। अब यसो म चाहिँ एकछिन यहाँ फुटबलहरू हान्न आएको होइन। फुटबलहरू त्यसरी फुटबलै हान्न आयो एउटा त। सो गाइज अहिले चाहिँ म तपाईँलाई मेरो स्किल्सहरू देखाउँछु होइन। आमाले यताडि छ त्यही भएर यसरी राख मोबाइल चाहिँ। सो गाइज मैले मोबाइलहरू यहाँ राखेको छु। टक्क मेरो स्किल्स हेर्दै जाऊ। लो हाँ खोई बल कहाँ मम्मी कहाँ? ए गाइस यहाँ बल झरेछ। टक्क ल्याम। सो टक्क निकालौँ गाइस बल। बल चाहिँ निकालेर आइसे धेरै खेले। अब एकछिन जाम भित्र जाम। मेरो स्किल्स छ नि तपाईँले देखिसक्नु होला होइन। केही छैन। पक्ने एउटा सर्ट चाहिँ खान मन जाम है त। ल आएन त गाइस चाहिँ ल म यसो भित्र भेट्छु है त ल। सो गाइस अब म चाहिँ एकछिन गीत गाउनु लाग्यो होइन। यसो गीत गाउन आनन्दले होइन। त्यही भएर चाहिँ म यहाँ टोइलेटमा आइसकेँ। टक्क गीत गाउँछु हेर्नु है त ल। जो तुझको ना पाऊं आँखों में तेरी मैं रातें बितावा तुझको सो गाइस अहिले चाहिँ यहाँ उता हेर्न सक्नुहुन्छ पुरै झिकिमिली होइन। उता उता घरको दाइको चाहिँ बिहे छ कि होइन। बिहे चाहिँ कहिले हो थाहा भएन। भोज चाहिँ बरु शनिबारमा छ होइन। त्यो चाहिँ थाहा मलाई।
झिलिमिली हेर्नु पुरा वाउ लुकिङ सो ग्रेट सो गाइस अहिले रातिको 11:40 भइसक्यो त कस्तो राम्रो देखिया तर यहाँ हाम्रो रुममा पनि एकदमै धेरै लाइटहरू आउनुको कारणले टक्का पर्दा बन्द गरौँ अनि सुतौँ है त सो गाइस अहिले रातिको चाहिँ 12:30 भयो हैन मलाई यसो निद्रा पनि लागेन सो म चाहिँ अहिले भुटिया भात आलु प्याज खान लाग्छु हैन टक्क गाउँको भ्यू पनि छ नि त टक्क गाउँको भ्यूमा प्याज र भात भुटेर आलुसँग एकदम पेस्ट हुन्छ हैन खाम टक्क हैन सो गाइस अहिले चाहिँ मैले हेरेको थिएँ त्यहाँ भात रहेछ सो मैले चाहिँ चिउरा प्याज र आलु बनाएको छु हैन टक्क अब खाम कति बजे अहिले हेर्छु पाउनु है त अहिले 1:06 भइसकेछ अब टक्क खाम है त ल सो गाइस हामी चाहिँ अहिले यहाँ लसुन छोडाउन लाम यो चाहिँ बिउ लसुन हो हैन बारीमा रोप्ने यहाँ टक्क हैन सो त्यही हो अहिले चाहिँ लसुन छोडाउन लाम अनि मैले मेरो भिडियोको स्क्रिप्टको लागि लेख्नलाई टपिकहरू यहाँ पनि ल्याइसकेँ यो पनि अनि त्यही हो अब आज उताटी बेउ छ नि त अब धेरै पञ्चेबाजा यस्तै बजिराख्ने हो भने चाहिँ म घरबाट बाहिर निस्केर भिडियो बनाउँछु हैन नबन्ने हो नि त घरमै भिडियो बनाउँछु अफकोर्स त्यही हो अब टक्कै यो लसुनहरू केलाम आनन्दले भिडियोको टपिकहरू पनि बनाउँछ त्यो पनि बनाऊँ आजको लागि यति नै छ आनन्दले बस्नुहोस् खुसी बस्नुहोस् भगवानको नाम जप गर्दै गर्नुहोस् राधे राधे बाई